sense a shockwave. वान यो चाहिँ बोय गर्ने ट्रिक्स रहेछ क्या नयाँ अहिले आएको म ऱ्यान्डमसित खेल्दै थिएँ अनि यसो म मरेँ Hit him with sense of मरेपछि shockwave. यसो हेरेको त तल छ नि ल बग होला केही होला भनेको त्यसपछि सोल्ट्यो त यहीँ गएँ तिमी मर तिमीहरू मर म तिमीहरूलाई बचाइदिन्छु भनेको मैले यिनीहरू पुरा बोया गर्न तल बसेको यिनीहरूलाई बोया पनि थाहा हुँदो रहेछ कि तल गएर बस्यो भने चाहिँ आफै बोया हुँदो रहेछ कि त्यो लोकेसनै थाहा हुँदो रहेछ के हो म त बगै भएर हामीमा त उडिसक्थ्यौँ सोचिरहेको म चाहिँ यहाँ टिममेट 4 नम्बरले चाहिँ एनसी प्रोले चाहिँ अनि यो अघिल्लो गेममा हाम्रो ओपोनेन्टले यस्तै गरेर जितेको थियो यिनीहरूले बोया ल्याइदिन्छ हाम्रो लागि भनिरहेको थियो क्या ए उसको भनाइ नि त्यही छ यहाँलाई गोली लाग्दो रहेछ कि नै यहाँबाट गोली लगाएर मर्दैन थाहा होला कि उनीहरूलाई अनि यिनीहरू लाएर मर्दैन माथि क्या रमाइलो पो रहेछ त यहाँ त खतरा यार बोया गर्ने आइडिया 100 स्टिक पुग्ने रहेछ बोया खालि पुग्छ यसको बोया ओइ खायो 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 कता चाहिँदैन ए गनले ले उसले त्यही हानेर त्यही मिरिटवाला गनले हानेर त बढिया आइडिया पनि रहेछ उता राख्दै ल सही हो मैले चाहिँ देखेको थिएँ नि यस्तो चाहिँ कहाँ गयो भने खोज्यो होला यिनीहरूले यस्तो थाहा नपर्ने मान्छे त पागल भयो होला म भए त लग्ने पागल साइको हुन्थ्यो होला थाहा थिएन नि त यस्तो Head there. हल्का ड्यामेज लिएर बस्न पर्ने राम्रो ऱ्यान्डम Good luck, bro. फेरि मेरो पानी छ क्या त्यहाँबाट को कस्तो पर्छ थाहा हुँदैन बजाइदिन्न हल्का ड्यामेज लिएर बस्यो भने मेडिकेट लिन सजिलो हुन्थ्यो उनीहरूले के गर्दैन खै टाङ्गिएर एक्सपिरियन्स होइन जित्ने छोड्दै यति ल सिरानोमा लिएर्दै हल्का ड्यामेज ल्याउ नि हल्का ड्यामेज पुरो होला नि के यिनीहरू त पुरो होला नि बोया जस्तो घेर्न सक्थ्यो उनीहरू त मेडिकेटवाला खेलिरहेको छ ल यहाँ त ड्यामेज छैन त उनीहरू पुरै मेडिकेट खेल्ने मेडिकेट गन क्या गन ल कोलो आउँदै होला नि त अझै कोलो तिनीहरू यति मर्छन् त मेडिकेटमा
Hit him with sense of shockwave. जिन्दगी जिरो रहेछ ले उनीहरूको के लाग्यो त है